सबैलाई थाहा थियो मैले के गरिरहेको छु भनेर। अनि प्रश्न सोध्ने जरुरत के थियो त तिमीहरूलाई? मैले भनेको थिएँ मलाई प्रश्न नगर्नु, किनकि मसँग उत्तर दिने क्षमता छैन भनेर। तर सबैलाई ममाथि प्रश्न गर्नु थियो। ठिकै थियो, प्रश्न गर्नु तिमीहरूको उदारता थियो होला। तर मलाई उत्तर नदिनु मलाई मेरो आफ्नो उदारता लाग्यो। तर पनि बार बार प्रश्न गर्न आइरह्यौ तिमीहरू। मैले भनेको थिएँ म समय आएपछि सबैको प्रश्नको उत्तर दिनेछु, तबसम्म मलाई नचलाउनु भनेर। तर पनि कसैले सुनेन। तब थाहा छ तिमीहरूलाई, जब सोए हुए बाघ को जगह आ जाता है तो तब तबाही लेकर आता है। मैं भी वही बन चुका हूँ अब। म शान्त थिएँ, म आफ्नो ठाउँमा आरामले बसिरहेको थिएँ। तर सबैले यहाँ मर्नु लेखेको रहेछ। आयो ठिक छ, मर अब, मेरो केही भन्नु छैन। मैले हिजो जे गुमाएँ त्यो मलाई मात्र थाहा छ। मैले के पाउँछु त्यो मलाई मात्र थाहा छ। मलाई अरू केही भन्नु छैन। राम्रो गर्न सके राम्रो हुनेछ, नराम्रो गर्न सके नराम्रो हुनेछ। मलाई भन्नु पनि छैन। म शान्त मैले वातावरण बनाएर हिँड्ने मान्छे हुँ। म आफ्नो कुरा आफै गर्दै हिँड्छु। मलाई कसैसँग ठुलो कुरा गर्न आउँदैन, कसैसँग सानो कुरा गर्न आउँदैन। यदि म मन पर्छु भने पार्छु भन, पर्दैन भने पर्दैन भन। मलाई कसैको केही जान्नु छैन। तर मलाई रिस उठाउन नआउनु मित्र। मेरो रिस अलि भिन्नै प्रकारको छ। मर्न पनि सक्छौ तिमी।